सर म भन्छु है यति राम्रो फिल्म बनाउनु भएको छ 7 करोड फिल्म बनाउनु भयो तर तपाईको सोचको गरिब मानसिकता कम्तिमा त्याग दिनु होला हाम्रो लागि अनुरोध छ हात जोडेर म 100% गलत भए भनेदेखि तपाईले जित्नुहुन्छ तर 1% पनि कुनै दिन म प्रमाणित हुने दिन आयो भनेदेखि चाहिँ आफूले प्रश्न यति हो गरिब मानसिकता त्याग दिनु होला सर पैसाकै लागि युट्युबर आएन भन्नुभयो यो प्रश्न चाहिँ मलाई चित्तै बुझेन र मैले प्रतिनिधित्व प्रश्न गरेको यहाँ भन्दा म केही पनि भन्न चाहन्छु यो फिल्ममा चाहिँ हाँस्य हराएको मान्छे हो यो मेरो क्यारेक्टरमा त्यो छ उहाँले चाहिँ अब नेपाल जानु पाउन भएन भने के हुन्छ त भन्दाखेरि त म त खङ्ग्रङ्गै भएँ मैले सबै थोक सम्झेँ मेरो पुर्खौली ठाउँ सम्झेँ मेरो परिवार सम्झेँ अनि देश सम्झेँ अनि त्यसपछि मेरो अनुहार खङ्ग्रङ्ग भएको देखेपछि उहाँले मलाई के भन्नु हो हामी यहाँ बस्नु कतिको औचित्यपूर्ण छ यति भन्दिनु जवाफ दिन्छु एकदम औचित्यपूर्ण छ यदि म यसमा गलत प्रमाणित हुनुपर्छ तपाईहरु एकदम सही हुनको लागि यदि ब्रुस जनले पनि त्यो स्क्रिप्ट भन्नुभन्दा अगाडि चाहिँ धेरै पैसा डिमान्ड गर्नुभएको थियो अरे दिनको $1,00,000 मेरो फिज हो भन्नुभएको थियो तर स्क्रिप्ट पढिसकेपछि उहाँले अब लेनदेन कति भयो थाहा छैन मलाई तर धेरै पैसा घटाएर खेल्नु भयो यो चलचित्र उत्कृष्ट बन्दै गर्दाखेरि यसको लागत कति होला सर भनिदिनुस् न थ्यांक यू तपाईको प्रश्नको लागि हामीले सुरुमा चाहिँ 3-4 करोडमा सक्छौं भनेर सुरु गरेका थियौं तर गर्दै जाँदाखेरि अब त्यो नयाँ ठाउँमा सबै कुराको आकलन अनुमान हाम्रो पनि भएन तर अहिले हामीले सरस्वती गर्दाखेरि हाम्रो $5,00,000 खर्च भएको छ भनेको अराउन्ड 7 करोड 7 करोड लगानी गर्नुभएको छ यो के को लागि गर्नुभएको त्यो पनि भनिदिनुस् सिनेमा एक त अब सिनेमा दर्शकहरूलाई संसारभरको दर्शकहरूलाई देखाउन बनाएको सिनेमा अनि यो सिनेमा चाहिँ हामीले नेपाली अडियन्सलाई मात्र टार्गेट नगरेर संसारभरको ग्लोबल अडियन्सले पनि हेर्न सक्ने गरी र त्यो कन्टेन्ट चाहिँ ग्लोबली जुनसुकै दर्शकले हेर्दाखेरि पनि उहाँले रिलेट गर्न सक्नुहुन्छ भनेर ग्लोबल संसारभरको दर्शकलाई लान सकिन्छ कि भनेर त्यति आँट गरेको उद्देश्य हजुर यो व्यावसायिक हो कि हैन चलचित्र बनाएर बजारमा ल्याइसकेपछि हरेक चिज व्यावसायिक नै हुन्छ मेरो मूल प्रश्न कहाँनेरि रह्यो भने तपाईले केही दिन अगाडि एउटा स्ट्याटस लेख्नुभयो र त्यो डिलिट पनि गर्नुभयो तपाईको स्ट्याटस म पढेर सुनाउन चाहन्छु है म सुनाउन चाहन्छु तपाईले के लेख्नुभयो भने फिल्मले पैसा नबाड्ने भनेपछि युट्युबर वाला पत्रकार भन्नेहरू है नोटिस गर्नु होला भन्नेहरू तपाईले पत्रकार पनि भन्नु भएको छैन भन्नेहरू चाहिँ छेउछाउमै सम्पर्कमै नआउने रहेछन् छन् गेडी क्यामेरा तेरी छैनन् गेडी क्यामेरा टेडी यो तपाई आफू व्यावसायिक चलचित्र बनाउने नाफा कमाउने उद्देश्य सहित बीचमा अरु धेरै कुराहरू होलान् अनि तपाईले हामी जस्ता जो संघर्ष गरिरहेको छौं मिडिया फिल्डमा केही गरौं भनेर न्यू मिडिया कन्टेन्ट क्रिएटर भन्छौं है मैले चाहिँ त्यो भन्छु र मेरो साथीहरुले पनि सम्भवतः त्यही प्रश्नको प्रतिनिधित्व गर्दै आउनु भएको छ आज धेरैले बहिष्कार पनि गर्नुपर्छ भनेका थिए यद्यपि म चाहिँ पानीमा रुच्दै पनि तपाईलाई यो प्रश्न गर्नुपर्छ भनेरै आको थ्यांक यू तपाईले कुन हिसाबले यो तल्लो स्तरको शब्द उच्चारण अथवा भनौं लेखेर हामी प्रति व्यङ्ग गर्नुभयो किन गर्नुभयो सुन्नु सबभन्दा पहिला मैले लेखेको यो कुरा 100% गलत छ नि हैन गलत छ चित्तै बुझ्दैन प्रश्न सोध्दैछु मैले लेखेको 100% गलत छ नि हैन 100% गलत छु भनेदेखि तपाईहरु एकदम राइट ट्र्याकमा हुनुहुन्छ तर यदि म 1% मात्रै पनि सही छु भनेदेखि तपाईहरुले गरिरहेको तपाईहरु भन्दिन है फेरि मैले किन लेखे भन्दाखेरि चाहिँ म आफै पनि जर्नलिजमको विद्यार्थी हुँ तपाईहरु जस्तै म पनि पत्रकारिताको विद्यार्थी हुँ 25 वर्षदेखि म पनि यही फिल्डमा छु मैले यो लेख्नुको कारण मलाई पहिलेदेखि फलो गरिरहनु भएको मान्छेलाई त मेरो स्वभाव पनि थाहा छ म कसरी कुन कुराहरुमा लेख्छु भन्ने कुरा थाहा छ सायद तपाईले चाहिँ फर्स्ट टाइम प्रोड्युसर भएको हिसाबले पनि रिड गरेर भन्नुभयो होला मैले लेख्ने कारण मैले लेखिरहेको छु विकृतिहरूको कुरा लेखिरहेको हुन्छु तर यो मैले युट्युब जर्नलिजमलाई भनेर लेखेको छु हैन मैले खोजेको कारण चाहिँ के थियो भन्दा हाम्रो पोस्टर टिजर आइसके पछाडि चाहिँ हामीसँग धेरैजना जर्नलिस्टहरू कनेक्ट हुन आइपुग्नु भयो टेलिभिजनका मान्छेहरू पनि आए पत्रिकाका मान्छेहरू पनि आए रेडियोका साथीहरू पनि आए अनि अनलाइन जर्नलिजम गर्ने साथीहरू पनि आए तर अहिले नयाँ विकास भएको न्यू मिडिया आई नो भेरी वेल अबाउट न्यू मिडिया र युट्युब जर्नलिजम गर्ने मान्छेहरू चाहिँ एकजना पनि सम्पर्कमा आएनन् हैन किन आएन मलाई थाहा छैन है त्यो नआइसके पछाडि चाहिँ किन नआएको होला सबैजना आउनुभयो कस्तो यस्तो बनाउनु भएको रहेछ भनेर आइपुग्नुभयो तर कोर युट्युब जर्नलिजम मात्रै गर्ने मान्छे चाहिँ किन आएनन् भनेर मलाई आफै पनि अचम्म लाग्यो आफै अचम्म लाग्यो मैले सुरक्षा पनि सोधेँ किन नआएको सुरक्षा भयो कोही पनि आएन त कसरी पनि एउटा पनि कन्टेन्ट बनाउनहरू सम्पर्क पनि गरेन कोही पनि पाउँछ किनकि मेरो फेसबुकमा मोर देन 50% जर्नलिस्टहरू नै छन्
होइन म जर्नलिजमको कलेज पनि चलाउँछु एज अ प्रिन्सिपल म काम गर्छु अलमोस्ट सबै पत्रकारहरूसँग राम्रो कनेक्सन तर यो तपाईँको न्यू मिडियासँग अलिकति मेरो कनेक्टिभिटी कम छ मैले सुरक्षालाई सोधेँ भन्दाखेरि अब खोइ थाहा छैन है कि पनि नआएपछि चाहिँ किन रहेछ त भन्न मैले एउटा प्रश्न पनि फ्याँकेको हुँ र यदि म यो कुरामा 100% गलत नै हुनुपर्छ यदि म 1% मात्रै होइन यो तपाईँको स्ट्याटसमा प्रश्न छ कि एउटा आरोप छ भन्नुहोस् त पैसा भयो भने युट्युबर अहिले सम्भवतः यो न्यू मिडिया हाम्रो जति पनि क्यामेरा तेर्सेको छ यो क्यामेरा बन्द गरेर बाहिर निस्किनु भने तपाईँको यो रिलिज अहिले जुन छ नि टेलर यो पनि हुँदैन कि मैले अनलाइन जर्नलिजम गर्ने मान्छेहरू आउनुभयो भनेको छु तर युट्युब जर्नलिजम पनि गर्ने मान्छे किन सुन्नुहोस् न मेरो धेरै प्रश्न छैन कि तपाईँलाई आत्मआलोचना छ छैन त्यति मात्र हो कि यदि म यसमा 100% गलत छु भनेदेखि तपाईँहरू सही हुनुहुन्छ र सही ट्र्याकमा हुनुहुन्छ म एकदम खुसी छु र यो कुरा मैले लेखेको कुरा 100% गलत नै हुनुपर्छ होइन भने तपाईँले किन डिलिट गर्नुभयो त्यो सही हुनुहुन्थ्यो तपाईँको प्रश्न फेस गरेर चाहिँ सार्वजनिक गर्छु भनेर डिलिट गरेको छैन मैले अघि नै पब्लिक गरिसकेको छु हेर्न सक्नुहुन्छ फेरि गर्नुभयो मैले तपाईँहरूको प्रश्न फेस गरेपछि नै म एन्सर दिन्छु अनि होइन मलाई यति भनिदिनुहोस् तपाईँले भनेको यो स्ट्याटसमा युट्युबरवाला पत्रकार भन्नेहरू भन्नुभएको छ क्या हामी यहाँ बस्नुको औचित्य छ होइन तपाईँ अब के अरे मेरो यति जवाब दिनुहोस् औचित्य छ छैन यति मात्र भनिदिनुहोस् तपाईँहरू सबैजना जर्नलिजम ब्याकग्राउन्डकै होला नि त होइन तपाईँहरूलाई त के विश्वस्त हुनुहुन्छ होला नि तपाईँ जर्नलिजम नै गरिरहनु भएको छ भन्ने कुरा मैले भन्न खोजेको मैले लेखेको कुरा चाहिँ 100% गलत नै साबित हुनुपर्छ भन्ने मेरो लाइन हो क्या यदि चाहिँ तपाईँहरूले आफ्नो त्यो पत्रकारिताको मापदण्डभित्र बसेर पत्रकारिता गरिरहनु भएको छ र मैले भनेको कुरा 100% गलत हुनुपर्छ मैले जुन आरोप लगाएको छु भन्नु आरोप हुनसक्छ मेरो गुनासो हुनसक्छ जेसुकै कुरा हुनसक्छ म 100% गलत साबित भएँ भनेदेखि तपाईँहरूले गरिरहनु भएको युट्युब जर्नलिजम तपाईँ मात्रै हुन सक्नुहुन्छ यी सबैजना नहुनु पनि सक्नुहुन्छ अनि मैले त प्रतिनिधित्व प्रश्न गरेको यहाँ धेरै साथीहरू तपाईँले पनि थाहा पाउनु होला, बहिष्कारको अभियान चलाउनु पर्छ भन्दै गर्दा प्रश्न गर्नुपर्छ भाग्नु हुँदैन भन्ने म भागेको छैन म त प्रश्न होइन तपाईँ होइन हामी भाग्नु हुन्न के प्रश्न सोध्नुपर्छ भनेर हो कि यो मामला मैले जे लेखेको छु म 100% गलत साबित हुनुपर्छ यदि युट्युब जर्नलिजम चाहिँ सही ठाउँमा छ भनेदेखि भन्ने मेरो कुरा हो म तपाईँलाई शङ्का लाग्नुको कारण के हो कि तपाईँले युट्युबरले अन्तर्वार्ताको लागि बोलाएन भन्दै गर्दाखेरि तपाईँहरूले 2-4 जना युट्युबर गोजीको मिडिया बोकेर हिँड्ने तपाईँहरू होइन र मैले हामीले चाहिँ यस्तो कसैले पनि बोकेर हिँडेको छैन किन होइन सुन्नुहोस् न आजसम्म ल तपाईँले अन्तर्वार्ताको लागि समय माग्दाखेरि यो हामीलाई देखिएको जुन छौँ नि यो सर्कल युट्युबर भन्नेहरू म तपाईँकै भाषामा बोल्दैछु तपाईँले हामीलाई दिने समय र मेन स्ट्रिमदेखि लिएर अलिकति यसको पनि अगुवा छन् नि तिनलाई गर्ने व्यवहार पनि थाहा छ नि साथीभाइलाई पर्सनली चाहिँ आजसम्म कोही तपाईँले कम्तीमा यति मात्र चाहेको क्या गलत भयो मैले हटाएँ भन्ने त्यति एक्सक्युज त मैले माग्नुहोस् हटाएको चाहिँ छैन मैले तपाईँहरू आज फेस गर्छु हिडन भनेको के हो र हिजो मात्रै मैले प्राइभेट गरेर चाहिँ हो तर तपाईँहरूको प्रश्न फेस गरेपछि पब्लिक गर्छु भने मैले अहिले गरिदिइसकेको छु भनेको अझै पनि तपाईँ सही हुनुहुन्छ मैले सही र गलतको कुरा गरेको छु मैले प्रश्न फ्याँकेको म पनि तपाईँ जस्तै जर्नलिजमको स्टुडेन्ट हो मलाई लागेको कुरा मैले लेख्ने पनि गरेको छु बोल्ने पनि गरेको छु तपाईँहरूको मात्रै होइन कि मैले मेरो 2टा आर्टिकलहरू अहिले पनि युनिभर्सिटीमा पढाइ हुन्छ पत्रकारिता किन पढ्ने र पत्रकारिता वा पार्टीकारिता भनेर म के अरे पोलिटिक्सको लाइनमा लागेर पत्रकारिता गर्नेहरूलाई पनि मैले लेखिरहेको हुन्छु भनेपछि मेरो धर्म म अहिले त म फिल्म मेकरको भूमिकामा छु होला तपाईँले प्रश्न गर्नु स्वाभाविक हो तर म त्यसको साथसाथै जर्नलिजमको स्टुडेन्ट पनि हुँ र मैले जर्नलिजममा भएको कुरालाई पनि सही ठाउँमा ल्याउनुपर्छ भनेर प्रति प्रश्न म पहिला पनि गरिरहेको थिएँ अनि तपाईँले देखेको जर्नलिजम युट्युबरमा मात्र केन्द्रित हुन्छ त मेरो प्रश्न त्यहाँनिर हो क्या युट्युब तपाईँले स्पष्ट लेख्नु भएको छ क्या म यो तपाईँसँग डिस्कसन मैले त्यही भन्न खोजेको कि प्रतिनिधित्व प्रश्न हो हामी यहाँ बस्नु कतिको औचित्यपूर्ण छ यति भनिदिनुहोस् जवाफ दिन्छु एकदम औचित्यपूर्ण छ यदि म यसमा गलत प्रमाणित हुनुपर्छ तपाईँहरू एकदम सही हुनको लागि यदि म 100% गलत भयो भने तपाईँहरू ठिक ठाउँमा हुनुहुन्छ र यदि तर म 1% मात्रै पनि सही भयो भनेदेखि चाहिँ तपाईँहरूले आफूले पनि प्रश्न गर्नुपर्छ भन्छु म क्या तपाईँ सबै भन्न खोजेको होइन मैले तपाईँले आफूले तोम चराउन गर्ने हो कुरामा म 1% मात्रै गलत सही भयो भनेदेखि तपाईँहरू आफैले प्रश्न गर्नुहोस् तर म यसमा 100% सुन्नुहोस् न 100% म गलत हुनुपर्छ प्रमाणित हुनुपर्छ म सम्मान गर्छु राम्रो चलचित्र बनाउनु भएको छ तर केन्द्रित गरेर जसरी न्यू कन्टेन्ट क्रिएटर भन्छौँ क्या हामीले यो प्रश्न चाहिँ तपाईँहरू मैले दिने जवाफ मैले दिइसके जस्तो लाग्छ बाँकी प्रश्न चाहिँ तपाईँले आफैले गर्नुभयो भने मजा आउँछ हामी यहाँ बस्नु औचित्य छ छैन एकदम औचित्य छ त्यही तर यदि तपाईँलाई लाग्छ म 100% गलत छु तपाईँ ठिक हुनुहुन्छ भनेदेखि र यो मेरो कुराले तपाईँले अब कसरी बुझ्नुभयो थाहा छैन तर गलत बुझ्नु भएको छ र मबाट कुनै मैले प्रोभोक गर्न खोजेको छैन पोक गर्न चाहिँ साँच्चै नै खोजेको हुँ र करेक्सनमा आओस् हामीले गरिरहेको जर्नलिजम पनि करेक्सनमा आओस् यदि काहीँ हामीबाट गल्ती भइरहेको छ भनेर करेक्सन पनि होस् भनेर मैले प्रश्न तपाईँले करेक्सनको प्रश्न उठाउनु ठिक छ तर त्यहाँनिर तपाईँले जसरी
युट्युबरहरू भनेर मेन्सन गर्नु पनि त्यो गलत छ नि। गलत भन्नु खोजेको त्यहाँ काहीँ समस्या छ कि सबैजना भनेको समस्या युट्युबरमा मात्र छ, हामी जस्तो कन्टेन्ट क्रिएटर। तपाईँलाई मात्र पर्सनल्ली भन्न खोजेको नै होइन, त्यो गर्न खोजेको नै होइन। पर्सनल्ली सबै मलाई चाहिँ सबै विधाको मान्छे, सबै विधाको जर्नलिजमको मान्छे आउँदाखेरि चाहिँ उनीहरू किन नआइपुगेको होला, किन एकजना पनि सम्पर्कमा नआएको होला तपाईँले खोज्नु भयो? अरू सबैलाई पनि हामीले खोजेको होइन, उहाँहरू चाहिँ कसरी आफै आउनु होला, तपाईँ चाहिँ एकजना किन नआइपुग्यो होला भन्ने अचम्म लाग्यो क्या मलाई। भनेको तपाईँ अरू मेन स्ट्रिमले चाहिँ तपाईँलाई खोजे, युट्युबरले चाहिँ खोजेनन्। टिभीका मान्छे पनि आइपुगे, सबै सोध्दै खोज्दै आइपुगे, सबैजना आइपुग्यो भने अनि खोजेनन् भने चाहिँ पैसाको कुरामा हुन्छ भन्ने लाग्छ तपाईँलाई? कतै त्यो हो कि न हामी त्यहाँ सुत्यौँ कि भन्ने मलाई लाग्यो। तपाईँको सोच चाहिँ सर म भन्छु है, यति राम्रो फिल्म बनाउनु भएको छ, 7 करोड फिल्म बनाउनु भयो, तर तपाईँको सोचको गरिब मानसिकता कम्तीमा त्याग्दिनु होला, हाम्रो लागि अनुरोध छ, हात जोडेर। म 100% गलत भयो भनेदेखि तपाईँले जित्नुहुन्छ, तर 1% पनि कुनै दिन म प्रमाणित हुने दिन आयो भनेदेखि चाहिँ आफूले प्रश्न यति हो, गरिब मानसिकता त्याग्दिनु होला सर। लगानी गर्नु 7 करोड तर पैसाकै लागि युट्युबर आएन भन्नुभयो, यो प्रश्न चाहिँ मलाई चित्तै बुझेन र मैले प्रतिनिधित्व प्रश्न गरेको यहाँ भन्दा म केही पनि भन्न चाहन्छु। म अहिले फेरि लास्ट कन्क्लुजन दिन्छु, युट्युब जर्नलिजम गर्ने तपाईँ जोसुकै हुनसक्छ, तपाईँहरू पनि आफैलाई चाहिँ प्रश्न गर्नुहोस् ठिकसँग छ कि छैन भन्ने कुरा। एकजना कोही हुनसक्छ, तपाईँ सबैले भन्नु खोजे होइन है, त्यो आफैलाई प्रति प्रश्न गरौँ र काहीँ प्रब्लम छ भनेदेखि चाहिँ करेक्सनको बाटोमा जाउँ न हामी सबैजना भन्ने लाग्यो। मेरो धर्म भनेको कलाकारिता हो र राम्रो सब्जेक्ट पाएँ भनेदेखि लोभ लाग्छ, खेलौँ लाग्छ। म जहिले पनि धेरै जसो हास्य व्यङ्ग्यमा इमेज बोकेर हिँडिरहेको मान्छे। मैले 46 सालमा एउटा बलिदान भन्ने चलचित्रमा अभिनय गरेको थिएँ। त्यो मेरो त्यो बेलाको उमेरको एउटा गम्भीर भूमिका मैले निर्वाह गर्न पाएको थिएँ। तर यो उमेरमा आइसकेपछि मैले महापुरुष चलचित्रमा एउटा क्यारेक्टर गरेँ र पछि त्यसमा पनि अलिकति ह्युमर कता कता लटपट्टिएको थियो। प्रदीप भट्टराईले त्यो क्यारेक्टर त्यसरी नै डेभलप गर्नुभएको थियो र मलाई चाहिँ एकदमै हास्य व्यङ्ग्य हराएको मान्छेको अभिनय गर्न मन लागेको छ मलाई। मैले चिना हराएको मान्छे लेखेँ, यो फिल्ममा चाहिँ हास्य हराएको मान्छे हो, यो मेरो क्यारेक्टरमा त्यो छ। म एकै ठाउँमा मात्रै हाँसेको देखिन्छ त्यो र यो एकदमै च्यालेन्जिङ रोल पनि हो मेरो लागि र मलाई पत्याउनु हो यो सिनेमामा खेल्नलाई। र मैले स्क्रिप्ट पढेँ, 3 चोटि स्क्रिप्ट पढेँ र 3 चोटि स्क्रिप्ट पढिसकेपछि मैले यसमा केही काम देखाउन, छुट्टै काम देखाउन सक्छु कि भन्ने आश लाग्यो र मैले यो चलचित्रमा काम गरेँ र काम गर्नलाई अमेरिकामा सुटिङ भयो पुरै यसको। हामी कमसेकम 1 महिना जति यो चलचित्रमा बस्यौँ र त्यो क्यारेक्टरभित्र म पस्न सकिरहेको थिइनँ, राम्रोसँग क्यारेक्टरमा डुब्न सकेको थिइनँ। तर त्यसमा चाहिँ हाम्रो डाइरेक्टर विनोद भाइले यदि तपाईँ अब नेपाल फर्किन पाउनु भएन भनेदेखि तपाईँको मनस्थिति कस्तो हुन्छ होला भाइ भन्नुभयो। म त संसारमा धेरैवटा देशमा प्रोग्राम गर्न गइरहन्छु, अनि मलाई प्रोग्राम सके कि देश फर्किहाल्नु मन लाग्छ। घुम्नलाई पनि खासै अब घुमिहाल्ने, हेरिहाल्यो, नेपालै जाउँ जस्तो लाग्छ। यहाँको धुलो धुवा, यहाँको माटो, यहाँको हावा सबै मनपर्छ मलाई। त्यो तलतल लागिरहेको हुन्छ र अनि त्यसपछि उहाँले चाहिँ अब नेपाल जानु पाउन भएन भने के हुन्छ त भन्दाखेरि त म त खङ्ग्राङ्गै भएँ। मैले सबै थोक सम्झेँ, मेरो पुर्खौली ठाउँ सम्झेँ, मेरो परिवार सम्झेँ, अनि देश सम्झेँ। अनि त्यसपछि मेरो अनुहार खङ्ग्राङ्ग भएको देखेपछि उहाँले मलाई के भन्नु भने, हो तपाईँको क्यारेक्टर यही हो। अब जो विस्थापित भएर भुटानमा पुग्नु भएको छ, के भुटानबाट अमेरिका सेटल हुनुभएको छ, उहाँहरू चाहिँ कहिले पनि भुटान जानु पाउनुहुन्न। उहाँहरूको खेत छ, बारी छ, संस्कृति छ, धर्म छ, साथीभाइ छ, इष्टमित्र छ, नाता गोता छन् सबै। तर त्यो भएर पनि उहाँहरू कहिले पनि त्यहाँ पुग्न पाउनुहुन्न र फिल्मको मनोदशा पनि त्यही नै हो। र त्यसपछि उहाँले भन्नुभयो भइसकेपछि मैले त्यो क्यारेक्टरभित्र म पस्न सकेँ जस्तो लाग्यो र सर्ट गरिसकेपछि यसो हेर्दाखेरि डाइरेक्टरको आँखामा आँसु टिलबिल देख्थेँ मैले सर्ट गरिसकेपछि। अनि त्यसपछि उहाँको आँखामा आँसु टिलबिल भएको देखेपछि चाहिँ मैले सर्ट ओके भयो भन्ठान्थेँ र उहाँले ओके भन्नु हुँदैन थियो, मलाई आएर गमलाङै अगाडि मार्नुहुन्थ्यो र उहाँले हक गरिसकेपछि त्यो सर्ट राम्रो भयो भन्ने मैले
महसुस गर्थेँ र यसमा चाहिँ अब टेक्निकली पनि एकदमै राम्रो छ। हाम्रो सुजनले चाहिँ यति राम्रो खेल्नुभएको छ, सुजन प्रजापतिले। र एउटा फेरि खुसी लाग्यो के भनेदेखि हामी जहिले पनि गोरो मान्छेहरू देखेपछि हामीलाई कम्प्लेक्स हुन्छ कि हामीभन्दा यिनीहरू धेरै जान्ने, हामीभन्दा यिनीहरू धेरै सम्पन्न, त्यसरी हामीलाई इन्फेरिटी कम्प्लेक्स हुन्छ। तर सुजनले चाहिँ त्यहाँको टेक्निसियनहरूलाई, गोरा गोरा टेक्निसियनहरूलाई यसरी काम लगाइरहेको थियो कि गो देयर एन्ड टर्न दिस साइड भन्थ्यो, उनीहरू चाहिँ ओके सर भन्छ जान्थे। त्यो हेरेर कति खुसी लाग्थ्यो क्या मलाई, हामीसँग पनि हामीले पनि काम लगाउनु सक्दो रहेछौँ भनेर। अनि ब्रुस जोन्स जस्तो एउटा एकदमै अमेरिकाको लागि एकदम असाध्यै क्यारेक्टर आर्टिस्टमा असाध्यै ठुलो मान्छे, एक्टर, अनि उहाँसँग चाहिँ स्क्रिन सेयर गर्नु पाएँ। र विनोदजीले चाहिँ ब्रुस डनलाई डाइरेक्सन गर्नु भयो र चाहिँ ब्रुस डनले पनि त्यो स्क्रिप्ट भन्नुभन्दा अगाडि चाहिँ धेरै पैसा डिमान्ड गर्नुभएको थियो अरे, दिनको $1,00,000 मेरो फिज हो भन्नुभएको थियो। तर स्क्रिप्ट पढिसकेपछि उहाँले अब लेनदेन कति भयो थाहा छैन मलाई, तर धेरै पैसा घटाएर खेल्नुभयो अरे। उहाँलाई पनि मन पऱ्यो यो स्क्रिप्ट र ब्रुस डनसँग मैले स्क्रिन सेयर गर्नु पाएँ र उहाँले मलाई यो आई एक्सप्रेसन इज भेरी गुड, आई लाइक इट, यु डु, यु हेभ टु गो, ओके भन्नुभयो है। उहाँ जस्तो मान्छेले त्यति भन्दाखेरि मलाई जिउमा काँडा उम्रे जस्तो भयो, जिरिङ्ग भयो। अनि त्यो कारणले गर्दाखेरि समष्टि रूपमा एउटा अहिले नेपालले अलिकति फरक धारको सिनेमा खोजिरहेको छ, आर्ट विशुद्ध आर्ट तर कमर्सियल पनि होस्। पैसा उठेन भनेदेखि फेरि अर्कोपल्ट बनाउन सकिँदैन। त्यस कारणले चलचित्र राम्रो उत्कृष्ट चलचित्र बनेको छ जस्तो लाग्छ। तपाईँहरूको सहयोगले दर्शकहरूलाई मन पराउनु भयो भनेदेखि यस्ता चलचित्रहरू अरूले पनि बनाउनुहुन्छ, उहाँहरूले पनि बनाउनुहुन्छ र मैले जस्तो अरूले पनि त्यस्तै भूमिका खेल्ने चान्स पाउनुहुन्छ। मैले त्यो चलचित्र छानेको र मैले त्यसमा गरेको विषयमा कुरा यति राखेँ। तपाईँहरूको चित्त दुख्नु हुँदैन, तपाईँको इथिकल त्यो ड्युटिजमाथि चाहिँ प्रश्न त्यसरी उठाइनु हुँदैन। त्यो उठ्छ भने त्यो राम्रो पक्कै पनि होइन। त्यसको लागि चाहिँ म आफू पनि हाम्रो टिमको तर्फबाट माफी माग्न चाहन्छु। अरू कुरा चाहिँ यदि हामी गलत छौँ, तपाईँहरूलाई यो सिनेमा मेकरहरू ठिक छैनन् भन्ने लाग्छ भने त्यो अनुसार ट्रिट गरिदिनु होला। तर यो सिनेमा मेकरहरू सिरियस छन्, केही गर्न खोजिरहेको छन् र यी चाहिँ केही मेकर हुन् है जसले चाहिँ सिनेमामा केही गर्न खोजिरहेछन्। जस्तो तपाईँले युट्युबमा केही गर्न खोज्दै हुनुहुन्छ, एउटा के अरे नेरेटिभ क्रिएट गर्न खोज्दै हुनुहुन्छ युट्युबको थ्रु, हामी पनि सिनेमाभित्र केही नेरेटिभ क्रिएट गर्न खोजिरहेको छौँ जस्तो लाग्छ भने हामी फेरि बाहिर बसेर फेरि गुफ्तगु गरौँला सिनेमाको बारेमा। जहाँसम्म इगोइस्टिकली किन कुरा गर्नु र होइन र।